जस्तो मलाई सरको प्रश्न दिएर है यो मलाई एउटा शब्द असाध्यै राम्रो लाग्छ कि हाम्रो मका सरलाई चाहिँ थाहा छ यो बीज रूप भन्छ नि त हैन यो शब्दसँग तपाईहरु परिचित हुनुहुन्छ बीज रूप जस्तो हामी मार्क्सवादीहरु एकदम जड छौं तपाईकै प्रश्नमा पनि अब यो आयो यो जड हामी जड नै छौं जड किन छौं भन्दा हामीले तपाईको एउटा मकैको बिउ रोप्छौं हामीले लगाउने हिजोको परम्परागत खेतीमा मकैको बिउ लगाउँदाखेरि दुईटा ढोका त्यो ढोकामा दुईटा ढोका हाल्दाखेरि पनि त्यो दुईटा ढोका त मकैको बिउ नै हुन्थ्यो अब अहिले उन्नत तरिकाले एउटा चेतनाको विकासले त्यसलाई चाहिँ अलिकति परिष्कृत गरेका तपाईको एउटा मकैको बोटमा 10 वटा 15 वटा ढोका हाल्ने एउटा चाहिँ तपाईको प्रवृत्ति विकास गरिसक्यो आखिर बिउ त त्यही त हो त्यहाँ त छुट्टै खालको चाहिँ तपाईको चाहिँ मकैलाई 20 वटा ढोका मकै फलिनमा फरक खालको अन्न त त्यहाँ उत्पादन भएन त्यसले गर्दाखेरि यो यसलाई चाहिँ हाम्रो चेतनालाई कसरी विकास गरेर लाने र अहिलेको वर्तमान युग अथवा चाहिँ यो विज्ञानको युग भन्नु अथवा प्रविधिको युगमा चाहिँ यसलाई हाम्रो जीवन व्यवहारसँग चाहिँ कसरी यो प्रविधिलाई जोडेर लाने भन्ने कुरामा हामी अझै पनि जड छौं र त्यो जडले गर्दाखेरि हामीले बीज रूप चिनिसकेका छौं त्यसले गर्दा हामी मकै लगाउँछौं उत्पादन छैन उत्पादन नभइसकेपछि के हुन्छ त भन्दाखेरि अनि हाम्रा चाहिँ त्यो जीवनको उपयोगिता चाहिँ अब त्यहाँ अब निस्किन थाल्छ मैले सरलाई अब यो अलिकति यो सहितजीले धेरै कुरा दिनु भएन अलिकति यो मैले यो बीज रूपको शब्दसँग सरलाई थाहा सरलाई यो हाल्यो अनि अर्को कुरो त जस्तो हामी सबै प्रगतिशील छौं हामी प्रगतिशील पनि नभन्छौँ हामी त तपाईको एउटा मार्क्सवाद सम्मत एउटा विचार दर्शन बोकेर अझ तपाईको प्रगतिशील लेखकसँग चाहिँ तपाईको साहित्य सङ्घ चितवनले यो कार्यक्रम आयोजना गरेका थियो हामी प्रगतिवादी साहित्यमा धेरै किताब लेखिसकेका छौँ र अध्ययन पनि गरेका छौँ हामी एउटा राजनीतिक पार्टी एउटा मार्क्सवादी राजनीतिक पार्टीसँग जोडेर नै जान्छ तर हामीले मार्क्सवादलाई पढ्दै गर्दा अथवा मार्क्सवादी विद्यार्थीहरूलाई अँगाल्दै गर्दाखेरि अथवा लेखन गर्दै गर्दाखेरि हामी कति लेखकहरू हाम्रो लेखन र हाम्रो जीवनको एउटा कर्म र लेखनको बिचको एकरूपता कहाँनिर छ यहीनिर प्रश्न मैले धेरै ठाउँमा लेखेको छु अझ विशेष गरेर अझ भन्दाखेरि एउटा घरभित्रको पीडा महिलालाई थाहा हुन्छ भन्छ महिलाको कुरो उठाउँदा नारीवादी भनेर चाहिँ उठाएर चाहिँ चर्को चाहिँ आलोचना गरेर अझ तीव्र चाहिँ आक्रमण महिलाहरूमाथि हुन्छ यसको सबभन्दा पीडा त हामीलाई धनी असरिताजीले अथवा हाम्रा महिला लेखकहरूले भोग्नु भएको यहीँनिर हामीले आफैले आफूलाई प्रश्न गर्ने हो अब मैले तपाईँलाई प्रश्न गरेँ भने त्यो प्रश्न तपाईँले नै मलाई सोध्याउनुहुन्छ तिम्रो घरभित्र चाहिँ के छ त परिवर्तन भन्नुहुन्छ हैन अनि के चाहिँ परिवर्तन छ र त अनि तिम्रो लेखन र कर्मको के अरे चाहिँ व्यवहारको बिचको चाहिँ कर्मको एकरूपता कहाँनिर छ भनेर प्रश्न उठिन्छ त्यसले म कति परिवर्तन भएन अथवा मेरो लेखन र मेरो जीवन व्यवहारको बिचमा एकरूपता छैन भनेर म तपाईको चाहिँ मैले आफूलाई आत्ममूल्याङ्कन गर्ने कुरा हो मैले तपाईको साँच्चै धेरै त्यतातिर नजाउँ मैले 7 वर्षको उमेरदेखि घर लेख्न थालेको सरिताजी तपाई महिला हुन्छ नि तपाईको छोरीको पीडा र अनि छोरीले घर कसरी सम्हाल्छ भन्ने कुरो मैले 7 वर्षदेखि भात पकाएको छु भाँडा माझेको छु दाउरा खन्दा गएको छु गाई बस्तु गरेको छु भाइ बहिनी हेरेको छु पढाएको छु घर लिपपोत गरेको छु गोबर लिएर आएर चुलो लिपपोत गरेको छु त्यो महिलाको पीडा छ नि मैले भोगेको छु अब यसलाई धेरै गर्नु त्यसले गर्दाखेरि मैले प्रश्न गर्दै गर्दाखेरि अरूले मलाई प्रश्न ठड्याउनेतिर हामी लेखकहरू विशेष गरेर प्रगतिवादी मार्क्सवादी लेखकहरू जान्नुहुँदा हामीले लेखनसँगै हाम्रो जीवनलाई चाहिँ घरभित्र कसरी चाहिँ त्यो व्यवहारसम्म ढङ्गले हाम्रो परिवारमा श्रीमतीमा हाम्रो भाइ बहिनीमा छोराछोरीमा त्यो कति चाहिँ हामी त्यो समन्वय छौँ अथवा चाहिँ उहाँहरू र हाम्रो कार्य व्यवहारले उहाँहरू कति पीडित छन् हामी पीडक पो छौँ कि लेखकहरू हामी मार्क्सवादीहरू घरभित्र पीडक पो छौँ कि होइन हाम्रै परिवार पीडित पो छन् कि यो आफैले आफूलाई प्रश्न गर्ने मैले चाहिँ यतातिर अगाडि अथवा उठाएन म आफैलाई उठाएँ